हेलो गाइज नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल एभ्रिवान हैन अनि आज सधैँ आज नै एउटा भिडियो रियाक्सन लिएर तपाईहरुको समक्ष फेरि उपस्थित भइसकेको छु र त्यो एउटा गाना चाहिँ हामी रियाक्सन गर्न गइरहेको छौं हैन र त्यो गाना चाहिँ एकदमै पुरानो भाका हो हैन विशेष गरी पूर्वी नेपालतिर चाहिँ पूर्वी पहाडी नेपालतिर चाहिँ गाइने भाका हो हैन अनि त्यो भाका चाहिँ सुन्दै नै आएको पहिली जमाना भनौं न के सानै बचपनदेखि सुन्दै आएको हैन अनि यसमा चाहिँ पुरा एउटा कहानी छ के तपाईको के चीज कहाँ जन्म्यो के चीज कहाँ गएर के खान्छ हैन सबै समग्रमा सुरुदेखि अन्तिमसम्म राम्रो स्टार्टिङ त्यसपछि राम्रो एन्डिङ हुन्छ अनि हामीले चाहिँ बिचबिचमा सुन्दै आएको बिचबिचमा आउँदै गाउनु हुन्छ नि गाउँघरतिर जमघट हैन साकेलातिर अब साकेला एन्डिङ भएपछि गाउने यस्तो टाइपको गीतहरु हुन्थ्यो के अनि त्यो टाइपको गीत चाहिँ सुन्दै आएको र पहिलो पल्ट मैले चाहिँ युट्युबमा उहाँहरुले चाहिँ अफिसियली गाएर हाल्नु भएको छ एकजना बजु हुनुहुन्छ बजुले गाउनु भएको छ एकदमै राम्रो गाउनु भएको छ अनि त्यो गीतलाई चाहिँ रियाक्सन गर्न गइरहेको छु म आज हैन तपाईहरुको समक्ष र तपाईहरु र म सँगै मिलेर यो गाना हेरौँ है त बेन्चोङ भन्ने बेन्चोङ भाका है बेन्चोङ भाका हो अनि यो भाकाले चाहिँ अब हेरौँ तपाई हामी मिलेर अनि एकदमै राम्रो शब्दहरु छ हेरौँ है त गाइस बेन्चोङका लगाएको हाम्रो बेन्चोङ राम्रो बेन्चोङ यो चाहिँ भाकाको नाम है बेन्चोङ चाहिँ यसमा चाहिँ एकदम समग्रमा विस्तृत रूपमा सस्तै बगेको छ क्या भाका क्या वाट अ लभली भाका अनि यो पूर्वेली भाका पूर्वेली धुन आएपछि भाइ सुन्छ अनि यो उमेरमा हाम्रो बोजूले यस्तो राम्रो गीत गाउनु भएको छ उहाँलाई पनि नमन वाव हैन फुलै नफुली कसको छोरा राम लक्ष्मण कसको छोरा वीर हनुमान कसको छोरा जुन रोगा वाह 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 कसको छोरा जुन रोगा कसको छोरा जुन रोगा कस्तो राम्रो हैन अब तपाईको पृथ्वीमा नभई फुलै नफुली घुम भमरा अरे वाह कस्तो दामी क्या यो शब्दहरु नि पहिलेको शब्द एकदमै अर्ग्यानिक शब्द मलाई त्यसै पनि मन पर्छ पुरानो गीतहरु हैन त्यही माथि पूर्वेली भाका पुरानो भाका छोरा राम लक्ष्मण वायुको छोरा वीर हनुमान लव कुशको छोरा जुन रोगा कहाँ जन्मे राम लक्ष्मण कहाँ जन्मे वीर हनुमान कहाँ जन्मे जुन रोगा कहाँ जन्मे जुन रोगा कहाँ जन्मे जुन रोगा आहोइ दिल खोलेर नाच्न मन लाग्ने गाना क्या अगाडि पृथ्वी नभई फुलै नफुली हैन त्यसपछि चाहिँ कहाँ जन्मे राम लक्ष्मण त्यसपछि कसको छोरा भनेर सोध्नु भयो त्यसै यसको छोरा भन्नु अब कहाँ जन्म्यो हैन वाट अ लिरिक्स क्या यो पुरानो लिरिक्स क्या अयोध्यमा जन्मेको राम लक्ष्मण कामा जन्मेको वीर हनुमान त्रिवेणीमा जन्मेको जुन रोगा
अब के खान्छ राम लक्ष्मण हनुमान के खान्छ जुन हावा खान्छ जुन र घाम जुन र घाम हावा खान्छ जुन र घाम समग्रमा भिडियो हेऱ्यो म त लास्टै मजाले हेरेँ मजाले सुने अनि हाम्रो बोजूलाई हेरेँ कस्तो मिठो गाउनु भएको छ उहाँले पनि हैन अनि कस्तो राम्रो लय हैन तपाईहरुले सुन्नुभयो भने त बिचमा धेरै बोले त्यसैलाई चाहिँ माफी चाहन्छु नरिसाउनु होला हैन तर कस्तो राम्रो के अब राम लक्ष्मण हैन देखि सुरु भएको त्यो भन्दा अगाडि चाहिँ घुम भमरा हैन नाच पुताली पृथ्वीमा नआऊ है फुलै नफुली आमा हेर्नुस् त शब्द त्यसपश्चात सुरु भयो हैन कहाँ जन्मे राम लक्ष्मण कहाँ जन्मे हनुमान कहाँ जन्मे जुन र घाम हैन त्यसपछि यहाँ जन्मियो त्यो पनि विस्तृत रूपमा भिडियोमा भन्नु के अरे गीतमा भन्नुभयो लयमा अनि यहाँ जन्मे फेरि कसको छोरा हैन अनि के खान्छ उहिलेको हाम्रो बाउबाजेहरू हैन त्यतिकै साइन्टिस्ट भएको होइन भन्दै नि पुरो पहिलेकै हाम्रो बाउबाजेहरू नै खतरा साइन्टिस्ट हो खतरा लेखक हो भनिन्छ नि भन्ने गरेको छ नि एउटा सवाल छ यो गानाले प्रुभ गर्छ यस्तो मिठो अनि यो उमेरमा उहाँले यस्तो राम्रो गीत गाउनु भएको छ विशेष गरी धन्यवाद चाहिँ उहाँलाई यो ठाउँसम्म ल्याएर गीत गाउन लाउनु हुनेहरूलाई पनि धेरै धेरै धन्यवाद अनि उहाँको चाहिँ आगामी अरू भाकाहरू उहाँ बोजूको पनि अरू आगामी भाकाहरू सुन्न पाऊँ हैन अनि स्वास्थ्य रहनुहोस् हैन मस्त रहनुहोस् अझै पनि यस्तो गीतहरू फेरि गाउनु होला हजुरले अनि हजुरको गीतहरू सुन्न पाऊँ यसरी हेर्न पाऊँ हजुरलाई हैन हजुरलाई धेरै धेरै धन्यवाद यो पूर्वेली भाका यस्तो मजाले पस्किदिनु भएकोमा र तपाईहरु सम्पूर्णलाई धेरै धेरै धन्यवाद अहिलेसम्म हेरेर साथ दिनु भएकोमा र यो मेरो कुरा सुनिदिनु भएकोमा र जाँदा जाँदै मेरो च्यानललाई चाहिँ सब्स्क्राइब गर्न नभुल्नु होला थ्यांक यू सो मच नमस्ते जय गीत जय संगीत